निहोन्जेङ्कको आफैले ठाउँ छानेर गर्न मिल्ने फेरि अर्को काम आयो है। काम चाहिँ सुसिरोमा इन्सोक्तेनमा काम गर्नुपर्ने चाहिँ 300 भएर काम गर्ने हो। सुरुको 1 वर्ष चाहिँ कामहरू सिकेर दोस्रो वर्षबाट चाहिँ 300 भएर काम गर्ने हो। यसमा स्टार्टिङ स्यालेरी चाहिँ 25 मान हुन्छ। ठाउँ चुज गरेन भने जहाँ भए पनि जान्छु भन्यो भने चाहिँ 25 मान हुन्छ। ठाउँ आफैले चुज गरेर मलाई यो ठाउँमा चाहियो भन्यो भने चाहिँ 30 मानदेखि हुन्छ। वर्षमा 2 पटक बोनस हुन्छ। गर्न चाहनुहुने कोही दान्छे जिउसे जो भए पनि हुन्छ। यसमा गर्नुको लागि 1-2 वटा जिउ किन्छ। त्यो भनेको चाहिँ 1 नम्बर भनेको जेएलपिटीको एनई अथवा एनइची चाहिँ हुनैपर्छ है। यो चाहिँ खाना र जिउ हिस्सु जेउकेन है। अनि त्यो बाहेक अर्को गिजिङकोकु अथवा चाहिँ तोक्ते खाचुदो योन्जु रुकुगो भन्ने यो 2 वटा भिजा बाहेक अरूले मिल्दैन है। एजिसा तेजिसाहरू हुनुहुन्छ भने उहाँहरूले पनि मिल्छ। त्यो बाहेक चाहिँ गिजिङकोकु र तोक्ते खाचुदो योन्जु रुकु बाहेकले चाहिँ अरूले मिल्दैन। अनि अरू भनेको इन्सोक्तेनको केही छ भने अझै राम्रो भयो, छैन भने पनि गर्न चाहिँ मिल्छ। 3 सोक्स्या है। सिसोक्स्याले चाहिँ अहिले मिल्दैन। 3 सोक्स्या नोमी। यसमा त्यातेहरू एकदम धेरै छ। जस्तो त्यातेहरू भन्दा चाहिँ अब कोचु त्याते कोचु भइहाल्यो। त्यो बाहेक चाहिँ चुकिन त्याते छ, याकिन त्याते छ, जाङ्गियो त्याते, जिताक त्याते, खाजोको त्याते, स्यारोखण्डी त्याते, यक्सोको त्याते, एकदम धेरै त्यातेहरूको लाइन छ। त्यो भएको हुनाले तपाईँ चाहिँ सिफ्ट अनुसार 8 घन्टा गर्ने हो। अहिले 300 भएर गरिरहेको मान्छेहरूले थुप्रो पैसा कमाइरहनु भएको छ। गर्न चाहनुहुने जेएलपिटी एनई अथवा एनइची बोक्नुभएको जान्छे जेउसेहरू कोही हुनुहुन्छ सुसी रेस्टुरेन्टमा गएर काम गर्ने भने मलाई फेसबुकमा रेन्डर गर्नुहोला।